नमस्ते सम्पूर्ण नेपाली जनताहरूमा। जब 35-36 वर्ष अगाडि प्रजातन्त्रको उदय भयो तब विभिन्न दलहरू स्थापना भए र उहाँहरूको चुनावी एजेन्डाका आधारमा भोट दिएर हामीले जिताएर त्यो ठाउँसम्म पनि पुर्यायौं र सबै दलका नेताहरू कांग्रेस, एमाले, माओवादीका नेताहरू 4 चोटि 5 चोटि 6 चोटिसम्म प्रधानमन्त्री पनि हुनुभयो। तर जनताहरूको अवस्था त्यस्तो साह्रो चित्तबुझ्दो तरिकाले देशको विकास हुन नसकेको कुरा हामीलाई सबैलाई थाहै छ र पावरमा पुगेपछि उहाँहरूले आफ्नो एजेन्डालाई अलिकति भुल्ने गरेको र जनताले चित्त बुझेको टाइपको शासन नगरेको भएर फेरि चाहिँ यो जेन्जी आन्दोलनपछि हुन लागेको चुनावमा चाहिँ हामीले भोट दिएर विभिन्न नेताहरूलाई जिताउन गइरहेका छौं र निस्वार्थ भावले जसले चाहिँ देशको लागि काम गर्छ त्यो नेतालाई चाहिँ हामीले बुझेर हाम्रो अमूल्य भोट दिन सकेको खण्डमा सही होला र कुनै नेतालाई चाहिँ दाग नलागेको अथवा चाहिँ कुनै पनि भ्रष्टाचारमा नमुछिएको कुनै पनि केस नलागेको नेताहरूलाई छान्न एकदमै नितान्त जरुरी छ। किनकि हामीले भोलि त्यस्तै टाइपको नेताहरूलाई जिताएर पठाउँदाखेरि भोलि पछुताउनु सिवाय केही हुँदैन। पटक छिटो चुनाव गर्दाखेरि पनि राष्ट्रलाई घाटा, जनतालाई दुःख। त्यसले गर्दाखेरि यी कुराहरू सम्पूर्ण कुराहरू बुझेर हामीले एउटा असल र गर्न सक्ने निर्णय लिन सक्ने खालको नेतालाई चुनेर पठाउन चाहिँ एकदमै जरुरी छ। धन्यवाद।